हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। यहाँहरू कतिजनालाई थाहा छ है, यहाँ चाहिँ अलैँची बारीमा म चाहिँ छु अहिले। कतिजनालाई अब मलाई चाहिँ खासै यो अलैँची सम्बन्धी चाहिँ खासै त्यस्तो ज्ञान छैन, कतिजनालाई यो अलैँची सम्बन्धी ज्ञान छ है। मलाई चाहिँ खासै थाहा भएन, तर अचम्म लागिरहेछ। यसपालि हाम्रो यहाँ लगभग मङ्सिर पुसतिरै यो अलैँची चाहिँ फुलेको थियो, अनि अहिले पनि त्यस्तै छ। यो अचम्म लागिरहेछ। अनि मैले कहिले यस्तो चाहिँ देखेको थिइनँ। म सानैदेखि अब अलैँची बारतिर त हुनु त काम गरेको हो, तर म यस्तो चाहिँ मलाई थाहा थिएन। त्यो असार साउनमा फुल्दै गरेको मैले चाहिँ देखेको थिएँ। तर अचम्म यसपालि चाहिँ म छक्क परिरहेको छु कि यस्तै हो कि के हो। कतिजनालाई थाहा छ अलैँची सम्बन्धी, यसो कमेन्ट गरिदिउँ ल। ए राखी आइज, ए हाम्रो हिरो चाहिँ यहाँ छ। ओहो एकदम दामी फुलिरहेछ। अस्ति मजाले फुलेको थियो, फेरि यसलाई चाहिँ मजाले फुलेर फेरि कोपिला भयो। फेरि त्यो चाहिँ सानो भयो क्या, घरि फुकिने घरि फेरि घट्ने, त्यो हुँदै हुँदै मेबी यही पछि फल्ने यही फुल हो कि या यो कुहेर अर्को फुल्ने हो कि थाहा भएन मलाई चाहिँ। एकदमै अचम्म लागिरहेछ क्या। अब धेरै खेती गरिरहने अलैँची खेती गर्नेलाई यो कुराहरू थाहा हुन्छ नि त। अनि केही कसैलाई थाहा छ भने चाहिँ यसो कमेन्ट गर्नु होला है त।